हेलो साथीहरू, मेरो नाम हो प्रकाश। आज यो भिडियोमा हामी फटाफट क्लास 12 को वर्कशीट भन्ने च्याप्टर रिभाइज गर्छौं। यो भिडियोमा हामी कन्सेप्ट त डिस्कस गर्छौं, तर कन्सेप्ट सँगसँगै हामी दुईटा जति क्वेशन पनि डिस्कस गर्छौं। अब वर्कशीट धेरै स्टुडेन्टको लागि कन्फ्युजिङ जस्तो पनि लाग्छ, धेरैवटा लाइन तानेको हुन्छ, फर्मेट कसरी बनाउने भन्ने कुरा पनि कन्फ्युजिङ हुन्छ। तर विश्वास मान्नुस्, त्यस्तो केही पनि कन्फ्युजिङ छैन, केही पनि गाह्रो छैन। कन्सेप्ट बुझ्यो भने सबै कुरा सजिलो छ। कन्सेप्ट बुझ्नमा ध्यान दिनुस्। कन्सेप्ट बुझ्यो भने न्युमेरिकल पोर्सनहरू आफै सजिलो भइदिन्छन्। कन्सेप्ट बुझेको छैन भने फेरि गाह्रो लाग्ने हो है। किन भइरहेछ, के कारणले भइरहेछ, के गरिरहेको छौँ हामी भन्ने कुरा थाहा छ भने फेरि त्यो गाह्रो हुँदैन। यदि थाहा छैन भने फेरि गाह्रो हुने हो। ल स्टार्ट गरौँ वर्कशीट भनेर। म वर्कशीट स्टार्ट गर्ने बेलामा केबाट स्टार्ट गर्न चाहे भनेपछि वर्कशीट किन बनाउँछौँ त हामी, वाइ वर्कशीट किन प्रिपेयर गर्छौँ त? जस्तो के हुन्छ भनेपछि हामीले तपाईले एकाउन्टिङ एन्ट्रिजहरुबाट याद छ भने फर्स्टमा के हुन्छ, जर्नल एन्ट्री हुन्छ। त्यसपछि त्यसको आधारमा लेजर बन्छ। फेरि त्यसको आधारमा ट्रायल ब्यालेन्स बन्छ। फेरि यो ट्रायल ब्यालेन्सको आधारमा के बन्छ, पीएनएल अकाउन्ट बन्छ र पीएनएल अकाउन्ट, ब्यालेन्स शीट, क्याश फ्लो, या यो बाहेक अर्को एउटा चीज पनि बन्छ, स्टेटमेन्ट अफ चेन्जेस इन इक्विटी भनेर। स्टेटमेन्ट अफ चेन्जेस इन इक्विटी बन्छ है। यो सबै कुरा बन्छ। यो सबै कुरा के आधारमा बन्छ, ट्रायल ब्यालेन्सको आधारमा बन्छ। तर कहिलेकाहीँ के हुन्छ भनेपछि जो ट्रायल ब्यालेन्स हुन्छ नि, ट्रायल ब्यालेन्समा केही कुरा छुटेको हुन्छ, अनरेकर्डेड हुन सक्छ। ट्रायल ब्यालेन्समा केही कुरा अनरेकर्डेड हुन सक्छ या त रङली रिकर्डेड हुन सक्छ। अब यस्तो भएको कन्डिसनमा हामी के गर्छौं, त्यो कुरालाई एडजस्ट गर्छौं। एडजस्टमेन्ट हुन्छ त्यसको। के हुन्छ, एडजस्टमेन्ट हुन्छ। र यो हामी कहिले गर्छौं, एडजस्टमेन्ट कहिले गर्छौं, यदि वर्ष सकिसकेको छ भने त्यो पिरियडमा, मतलब वर्ष सकिसकेको समयमा हामी के गर्छौं, यस्तो एडजस्टमेन्ट गर्छौं। एट द एन्ड अफ इयर, वर्षको लास्टमा हामी यस्तो एन्ट्री गर्छौं, एडजस्टमेन्ट गर्छौं। दुईटा कुरा हुनु पर्यो, या त रेकर्ड गर्न छुट्या छ भने, जे रेकर्ड गर्नुपर्ने त्यो रेकर्ड भएको छैन भने हामी लास्टमा आएर त्यसलाई रेकर्ड गर्छौं है। र यदि केही रङली रेकर्ड भएको छ भने त्यसलाई पनि हामी चेन्ज गरेर राइट बनाउँछौं। अब यो वर्कशीटमा जान्नुपर्ने कुरा, मेन कुरा के हो भनेपछि सही एन्ट्री के हो त। यदि जसलाई जर्नल एन्ट्री गर्न आउँछ, त्यो ट्रान्जेक्सन के हो भनेर थाहा छ भने उसलाई एडजस्टमेन्ट एन्ट्री पनि गर्न आउँछ, किनकि उसलाई थाहा छ सही एन्ट्री के हुनुपर्ने हो। यदि भएको छैन भने उसले एन्ट्री गर्ने हो बुक्समा। यदि गलत भएको छ भने त्यसलाई सच्याइदिने हो, केही छुटेको छ भने त्यसलाई रेकर्ड गरिदिने हो। त्यही हो वर्कशीट भनेको है, अरु केही पनि हैन। अब यसमा के गर्न सकिन्छ भने अब यसमा के गर्न सकिन्छ भनेपछि पहिला त एडजस्टमेन्ट एन्ट्री पास गरेर पनि गर्न सकिन्छ। तर एक्जाममा चाहिँ वर्कशीट बनाउनुस् भनेर मात्रै आएको हुन्छ। वर्कशीट बनाउनुस् भनेर मात्रै आएको हुन्छ। सिधै वर्कशीटमै गएर एडजस्टमेन्ट गरे पनि हुन्छ। दुईटा तरिका छ। तपाईहरुलाई अप्ठ्यारो लाग्छ भने एडजस्टमेन्ट एन्ट्री पास गरेर फेरि गर्दा पनि हुन्छ। यदि लाग्दैन भने चाहिँ सिधै वर्कशीटमा गएर गर्दा पनि हुन्छ। म चाहिँ सिधै वर्कशीटमा गएर गर्ने हो है, गाह्रो त्यति हुँदैन। ल अब स्टार्ट गरौँ। वर्कशीट भने के हो भनेर हल्का थ्योरेटिकल पोर्सनबाट स्टार्ट गरौँ, त्यसपछि हामी अगाडि बढ्छौँ न्युमेरिकल पोर्सनमा। वर्कशीट भने के हो, मल्टी कलम फर्म युज्ड इन प्रिपरेसन एन्ड एडजस्टमेन्ट अफ फाइनान्शियल स्टेटमेन्ट। फाइनान्शियल स्टेटमेन्ट प्रिपेयर गर्नको लागि र फाइनान्शियल स्टेटमेन्टमा एडजस्टमेन्ट गर्नको लागि। ट्रायल ब्यालेन्स बनाइसकेको छ भने, ट्रायल ब्यालेन्समा केही गल्ती भएको छ भने त्यसलाई सच्याउनको लागि हामी के युज गर्छौं, वर्कशीट भनेर बनाउँछौं। एउटा आइडिया लागोस्। र हामीले त्यही एडजस्टेड जो ट्रायल ब्यालेन्स हुन्छ त्यसबाट फेरि हामीले के गर्छौं, एडजस्टेड ट्रायल ब्यालेन्स। जस्तो हामीले मान एडजस्टमेन्ट गरिसक्यौं, एडजस्टमेन्ट गरिसक्यो भनेपछि अब हामी डिभाइड गर्छौं, कुन कुरा पीएनमा जान्छ, कुन कुरा ब्यालेन्स शीटमा जान्छ, कुन कुरा रिटेनमा जान्छ, रिटेन अर्निङमा के जान्छ भनेर एडजस्टमेन्ट गरिसकेपछि यो कुरा गर्छौं है।
अब यहाँ के लेखेको छ प्रिपेयर्ड एट द एन्ड अफ एकाउन्टिङ पिरियड। कुनै पनि एकाउन्टिङ पिरियड छ भने त्यसको एन्डमा प्रिपेयर हुन्छ वर्कसिट। जस्तो एकाउन्टिङ पिरियड नेपालको लागि एकाउन्टिङ पिरियड या फाइनेन्सियल पिरियड के हो, असारमा एन्ड हुन्छ। यदि असारमा एन्ड भइरहेछ भने असारको एन्डमा, यदि डिसेम्बरको एन्डमा सकिरहेछ भने डिसेम्बरको एन्डमा। जस्तो एकाउन्टिङ पिरियड यदि जनवरीदेखि डिसेम्बर छ भने डिसेम्बरको एन्डमा। यदि वैशाखदेखि सुरु भएर एकाउन्टिङ पिरियड कहिले सकिन्छ, वैशाखदेखि सुरु भयो भने चैत्रमा भने चैत्रको एन्डमा। त्यहाँनिर चाहिँ के हुन्छ, वर्कसिट प्रिपेयर हुन्छ। अब वर्कसिट बनाउने दुईवटा तरिका छ हो। यसमा पनि अब स्टुडेन्टलाई कन्फ्युजन के हुन्छ कि कहाँनिर के बनाउने, 10 कलम वर्कसिट कहाँनिर बनाउने, 12 कलम वर्कसिट कहाँनिर बनाउने। 12 कलममा कलमै कलम छन्, 10 कलममा पनि कलमै कलम छन्। एकछिन ध्यान दिउँ, एकदम सजिलो छ। अब 10 कलम र 12 कलम है। 10 कलम मैले एकचोटि फर्मेट देखाउँछु 10 कलमको, त्यसपछि 12 कलमवाला पनि डिस्कस गर्छु। अब इक्जाममा के दिएको हुन्छ, इक्जाममा चाहिँ ट्रायल ब्यालेन्स दिएको हुन्छ। इक्जाममा तपाईँलाई ट्रायल ब्यालेन्स दिएको हुन्छ। त्यो ट्रायल ब्यालेन्स भनेको चाहिँ के हो थाहा छ? त्यो ट्रायल ब्यालेन्स भनेको चाहिँ अनएडजस्टेड ट्रायल ब्यालेन्स हो। यो जो छ नि, यो इक्जाममा दिएको हुन्छ। फर्स्ट कलम त फर्स्टवाला कलममा त यही आउने भयो, जो इक्जाममा दिएको छ त्यसलाई हामीले सार्ने भयो। अनएडजस्टेड ट्रायल ब्यालेन्स भनेर दिएको छ। यसको पनि डेबिट हुन्छ, क्रेडिट हुन्छ। यो 10 कलम हो। 10 कलम भनेको कस्तो हो? 10 कलम चाहिँ एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा, नौवटा, 10वटा। डेबिट क्रेडिट गरेर 10 कलम हो। डेबिट क्रेडिट नगरेर कति भयो? 5वटा मात्रै भयो। डेबिट क्रेडिट गरेर मतलब माथिको मात्रै हेडिङ हेऱ्यो भने 5वटा भयो। अनएडजस्टेड ट्रायल ब्यालेन्स, एडजस्टमेन्ट, एडजस्टेड ट्रायल ब्यालेन्स, इन्कम स्टेटमेन्ट, ब्यालेन्स सिट है। अब हामीलाई के मैले के भने यो अनएडजस्टेड जो ट्रायल ब्यालेन्स हुन्छ यो त इक्जाममा दिएकै हुन्छ। एडजस्टमेन्ट गर्नुभन्दा अगाडिको ट्रायल ब्यालेन्स फर्स्टमा हामी यो लिन्छौँ। अब जे छुटेको छ त्यो चाहिँ हामीलाई योवाला पोर्सन जो छ यो चाहिँ एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ। यस्तो यस्तो छुटेको छ है, ए हजुर यस्तो छुटेको छ, यो चाहिँ मिलाएर बनाउनुहोस् है भनेर दिएको हुन्छ। एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ। ठ्याक्क क्वेसनको तलतिर एडिसनल इन्फर्मेसन बोल्ड लेटरमा लेखेर त्यसको तल एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ। त्यसपछि कुरा आयो अब यो दुईटा यो अनएडजस्टेड ट्रायल ब्यालेन्समा एडजस्टमेन्ट गर्ने बित्तिकै हाम्रो के आउँछ? एडजस्टेड ट्रायल ब्यालेन्स आउँछ। एडजस्टेड ट्रायल ब्यालेन्स निक्लिन्छ, यो प्लस। अनएडजस्टेड ट्रायल ब्यालेन्समा एडजस्टमेन्टलाई प्लस गर्ने बित्तिकै हाम्रो के निस्किन्छ? एडजस्टेड ट्रायल ब्यालेन्स निक्लिन्छ। अहिलेसम्म गाह्रो छ, धेरै कलम जस्तो देखिएको छ तर त्यो कलमको अर्थहरू चाहिँ छैन के है। जस्तो धेरै त डेबिट क्रेडिट नै छ। फर्स्टमा हामीले अनएडजस्टेड ट्रायल ब्यालेन्स लियौँ, त्यसमा केही एडजस्टमेन्ट गऱ्यौँ र हाम्रो के निक्लियो? एडजस्टेड ट्रायल ब्यालेन्स निक्लियो। अब यो एडजस्टेड ट्रायल ब्यालेन्समा हाम्रो जो ट्रायल ब्यालेन्स हुन्छ नि त्यो भनेको के हो? समरी अफ लेजर्स हो। जति पनि लेजर हामीले बनाउँछौँ त्यो सबैको समरी हो। केही सामान बेचेका छौँ भने त्यसबाट के आउँछ? सेल्स लेजर आउँछ। सेल्स लेजर पनि ट्रायल ब्यालेन्समा आउँछ। केही एसेट पर्चेस गरेका छ भने मसिनरी लेजर पनि ट्रायल ब्यालेन्समा आउँछ। पर्चेस गरेका छ भने पर्चेस लेजर पनि त्यहाँ आउँछ। यदि फर्निचर केही पर्चेस गरेका छ भने त्यो पनि ट्रायल ब्यालेन्समा आउँछ। तर हल्का पनि अब हुन त एकाउन्ट 11 देखि 12 सम्म पढेकै छ होइन, हल्का पनि थाहा छ भने यो जो सेल्स छ नि यो चाहिँ प्रॉफिट एन्ड लस एकाउन्टमा जान्छ। यो मसिनरी छ यो फिक्स्ड एसेट हो हाम्रो, यो ब्यालेन्स सिटमा जाने हो। पर्चेस गरेका छ भने यो हाम्रो खर्च हो, यो कहाँ जाने हो? प्रॉफिट एन्ड लस एकाउन्टमा जाने हो अथवा इन्कम स्टेटमेन्टमा जाने हो। यदि फर्निचर छ भने यो कहाँ जाने हो? यो चाहिँ फिक्स्ड एसेटमा जाने हो। अब मैले के भन्न खोजिरहेको छु कि एडजस्टेड ट्रायल ब्यालेन्स आइसकेपछि अब हामी यसलाई के गर्छौँ? डिभाइड गरिदिन्छौँ। यदि सेल्स आएको छ भने सेल्स इन्कम स्टेटमेन्टमा जान्छ, हामी यहाँ रेकर्ड गर्छौँ। सेल्सलाई हामी क्रेडिट साइडमा रेकर्ड गर्ने हो। सेल्सले के गर्छ? इन्कम बढाइदिन्छ, त्यही भएर हामी क्रेडिट साइडमा रेकर्ड गर्छौँ सेल्स भयो भने। यदि ब्यालेन्स सिटमा केही एसेट आएको छ भने त्यसलाई हामी डेबिट साइडमा यहाँनिर रेकर्ड गरिदिन्छौँ। अब सबै फिल गर्दै जाँदाखेरि हाम्रो वर्कसिट बनिहाल्यो है। यति नै हो वर्कसिट भने 10 कलम वर्कसिट। अब 12 कलममा पनि खासै केही पनि फरक छैन, सानो एउटा कुरा भयो भने मात्रै 12 कलम हुने हो, नभए 10 कलम नै बनाउनु पर्छ। मैले के भने फर्स्टमा एडजस्टेड ट्रायल ब्यालेन्स भनेर हुन्छ। एडजस्टेड ट्रायल ब्यालेन्स कहाँ दिएको हुन्छ? ट्रायल के अरे इक्जाममा क्वेसनमा दिएको हुन्छ एडजस्टेड ट्रायल ब्यालेन्स। त्यसमा एडजस्टमेन्ट के गर्नुपर्छ भनेर एडिसनल इन्फर्मेसनमा दिएको हुन्छ। त्यो दुईटालाई एडजस्टमेन्ट गरिसकेपछि हाम्रो के निस्किन्छ? एडजस्टेड ट्रायल ब्यालेन्स निक्लिन्छ। एडजस्टमेन्ट गरेर हामी के निकाल्छौँ? एडजस्टेड ट्रायल ब्यालेन्स निकाल्छौँ। अब त्यसलाई के गर्छौँ? डिभाइड गर्छौँ। यदि केही कुरा इन्कम स्टेटमेन्टमा जानु परेछ भने त्यसलाई इन्कम स्टेटमेन्टमा लगेर जान्छौँ।
प्रॉफिट एन्ड लस एकाउन्टमा, इन्कम स्टेटमेन्ट भने प्रॉफिट एन्ड लस एकाउन्टमा। यदि ब्यालेन्स सिटमा केही जानुपर्ने लेखेको छ भने त्यसलाई हामी ब्यालेन्स सिटमा लगेर जान्छौँ। बस यति हो, लगभग कन्सेप्ट त सकियो भने पनि भयो। जस्तो मैले यहाँनिर नोट्स लेखेको छु केही कुरा। एडजस्टेड ट्रायल ब्यालेन्स के गरे हुन्छ, क्वेसनमा दिएको हुन्छ। एडजस्टेड ट्रायल ब्यालेन्स चाहिँ गिभन इन क्वेसन। एडजस्टमेन्ट भनेको केही रिमेनिङ एन्ट्रिज इन अनएडजस्टेड ट्रायल ब्यालेन्स, केही यस्ता एन्ट्रिजहरू छन् जो चाहिँ ट्रायल ब्यालेन्समा हुन बचेका छन्, मतलब भएका छैनन् या हल्का गलत भएका छन्, त्यसलाई सच्याउनु पर्ने कन्डिसन हुन्छ भने हामी के गर्छौँ, त्यसपछि एडजस्टमेन्ट एन्ट्री भनेर गर्छौँ, मिलाइरहेको छौँ हामी है। त्यसपछि हामी यो दुईटा गऱ्यो भने, यो प्लस गऱ्यो भने अनएडजस्टेड ट्रायल ब्यालेन्समा एडजस्टमेन्टलाई प्लस गऱ्यो भने हाम्रो के आउँछ, एडजस्टेड ट्रायल ब्यालेन्स आइरहेछ। अब एडजस्टेड ट्रायल ब्यालेन्सलाई हामी के गरिरहेको छौँ, जे आइटम इन्कम स्टेटमेन्टमा आउनु पर्थ्यो त्यसलाई इन्कम स्टेटमेन्टमा लगिरहेछौँ, जे आइटम ब्यालेन्स सिटमा आउनु पर्थ्यो त्यसलाई हामी कहाँ लगिरहेछौँ, ब्यालेन्स सिटमा लगिरहेछौँ। अब यो भयो 10 कलम। अब 12 कलममा के फरक आउँछ त, फरक हुन्छ त भन्नुहुन्छ भने अरू सब कुरा सेम हो। यहाँनिर एउटा रिटेन्ड अर्निङ्स भनेर आउँछ। यदि रिटेन, अब यो 12 कलम कुन कन्डिसनमा बन्छ मैले लेखेको छु यहाँनिर हल्का अगाडि, 12 कलम ओके, 12 कलम भन्ने कन्डिसन यदि क्वेसनमा कहीँनिर पनि प्रपोज डिभिडेन्ड भनेर दिएको छ, सरी, यदि क्वेसनमा कहीँनिर पनि प्रपोज डिभिडेन्ड भनेर दिएको छ, एडिसनल इन्फर्मेसन दिएको हुन्छ प्रपोज डिभिडेन्ड यति हो भनेर दिएको छ भने, या रिटेन्ड अर्निङ भनेर दिएको छ भने त्यो कन्डिसनमा के बन्छ, 12 कलम वर्कसिट बन्ने हो। हामीले केही डिभिडेन्ड दिन लाग्छ भने, प्रपोज गरिरहेछ भने त्यो सिचुएसनमा के बन्छ, 12 कलम वर्कसिट बन्छ। यदि रिटेन अर्निङ ट्रायल ब्यालेन्समा अगाडि क्वेसनको ट्रायल ब्यालेन्समा रिटेन अर्निङ दिएको छ भने पनि त्यो सिचुएसनमा के बन्ने भयो, 12 कलम बन्ने भयो, 12 कलम वर्कसिट बन्ने भयो। दुईटै कन्डिसन, प्रपोज डिभिडेन्ड या रिटेन अर्निङ दिएको छ भने 12 कलम वर्कसिट बन्छ, नभए कति बन्छ, नभए 10 बन्छ। ल अब अगाडि जाउँ। हामी एडजस्टमेन्ट एन्ट्री कसरी गर्ने भन्ने कुरा अब हेरौँ। ओके, फर्मेट अफ 12 कलम। अब एडजस्टमेन्ट एन्ट्रीहरू, केही यस्ता एन्ट्रिजहरू जो छुटेका छन्, त्यो छुटेको छ भने हामी के गर्छौँ, एडजस्टमेन्ट एन्ट्री पास गर्छौँ, या त केही गल्ती भएको छ भने। दुईटै कुरा। पहिलो कुरा के छ, क्लोजिङ स्टक। क्लोजिङ स्टक भनेको के हो त, क्लोजिङ स्टक भनेको मसँग केही सामान थियो, मैले प्रोडक्सन गर्नको लागि युज गर्थेँ, या फिनिस गुड्स थियो, त्यो लास्टमा बचेको छ, त्यो मेरो लागि या त इन्भेन्ट्री हो, त्यो मेरो लागि के हो, इन्भेन्ट्री। एक प्रकारको इन्भेन्ट्री मेरो लागि के हो, एसेट हो। अब मैले के गरेको थिएँ थाहा छ, पर्चेज गर्दाखेरि पर्चेज भनेर प्रॉफिट एन्ड लस एकाउन्टमा पर्चेज भनेर प्रॉफिट एन्ड लसको डेबिट साइडमा मैले देखाएको थिएँ। प्रॉफिट एन्ड लसको डेबिट साइडमा मैले टु पर्चेज भनेर देखाएको थिएँ है, किनकि मैले सामान किनेँ। अब लास्टमा के भयो कि क्लोजिङ स्टक जो छ मेरो केही सामान चाहिँ बचिहाल्यो क्या, त्यो पिरियडको मेरो खर्च होइन त्यो। हामीले जो प्रॉफिट एन्ड लस एकाउन्ट बनाउँछौँ त्यो चाहिँ एउटा पिरियडको बनाउँछौँ, त्यही भएर हामीले म यो पर्चेजबाट अब यो क्लोजिङ स्टकलाई हटाउन चाहन्छु। यो मैले डेबिटमा लेखिसकेको थिएँ, यसलाई यहाँदेखि हटाउनको लागि मैले के गर्नुपर्छ, क्रेडिट गर्नुपर्छ। यो पर्चेजलाई यहाँदेखि हटाउँछु र प्लस म त्यसलाई के मान्छु, त्यो अब मेरो एसेट हो मान्छु। फेरि अर्को वर्ष म त्यसलाई खर्चको रूपमा युज गर्छु, जतिखेर युज हुने हो त्यतिखेर राख्छु। मतलब यो पर्चेजमा आइसकेको थियो, यसलाई म यहाँदेखि हटाउन खोजिरहेको छु। र अर्को कुरा चाहिँ त्यो सामानलाई म क्लोजिङ स्टकको रूपमा मेरो एसेटको रूपमा देखाउन चाहन्छु। अब त्यसको लागि म एन्ट्री के गर्ने भयो त, फर्स्टमा क्लोजिङ स्टक मेरो के हो, एसेट जस्तो हो, इन्भेन्ट्री हो, त्यो म देखाउँछु। यहाँनिर क्लोजिङ स्टक अकाउन्ट डेबिट गर्छु। जो पर्चेज भएको थियो नि, पर्चेज डेबिट भनेर भएको थियो, यो वर्षको खर्च भनेर मैले रेकर्ड गरेको थिएँ, तर के भयो कि केही सामान त बचिहाल्यो। अब यो वर्षको खर्च होइन त्यो, अर्को कुनै वर्ष खर्च हुनसक्छ, त्यही भएर मैले के गर्छु, टु पर्चेज भन्छु। एकाउन्ट मैले के गरेँ, एन्ट्रीलाई रेक्टिफाई गरेँ, सही पारेँ, मैले एडजस्टमेन्ट गरेँ। नेक्स्टमा के छ, आउटस्ट्यान्डिङ एक्सपेन्सेस। अब हामीले जो एकाउन्टिङ गर्छौँ नि, एकाउन्टिङ गर्दाखेरि हामी कसैलाई याद छ भने क्यास बेसिसमा गर्दैनौँ, एक्रुअल बेसिसमा गर्छौँ। एक्रुअल बेसिस भनेको जुन पिरियडको खर्च हो त्यो पिरियडको खर्चमा हामी रेकर्ड गर्छौँ, जुन पिरियडको इन्कम हो त्यो पिरियडमा हामी रेकर्ड गर्छौँ। क्यास आउनु जानुसँग मलाई केही पनि मतलब छैन। अब कुनै कुनै सिचुएसनमा के हुन्छ भनेपछि केही एक्सपेन्सेसहरू, जस्तो मैले भाडा तिर्नुपर्ने थियो,
यो वर्ष हो मेरो मानौँ श्रावणदेखि असारसम्मको एउटा पिरियडमा मैले भाडा तिर्नुपर्ने हो 12 मन्थ्सको भाडा है। मैले जम्मा 11 मन्थको मात्रै तिरेँ, 11 मन्थको मात्रै तिरेँ भाडा। मैले कतिको तिरेको छु? 11 मन्थको मात्रै तिरेको छु। 1 महिनाको मेरो के छ? बाँकी छ। अब मैले जब प्रॉफिट एन्ड लस एकाउन्ट बनाउँछु नि, प्रॉफिट एन्ड लस एकाउन्ट, मैले के गर्छु? 12 महिनाको नै भाडा देखाउनुपर्छ। मैले 12 मन्थ्सको नै रेन्ट मैले देखाउनु पर्ने हो, किनकि म एक्रुअल मेथड युज गरिरहेको छु। जुन पिरियडको खर्च हो त्यो पिरियडको खर्च मैले त्यो पिरियडमा देखाउँछु। अब यहाँनिर कहिलेकाहीँ कस्तो हुन्छ कि कुनै सिचुएसनमा चाहिँ जो बाँकी रहेको भाडा छ त्यो चाहिँ देखाइदैन या छुटेको हुन्छ। आउटस्ट्यान्डिङ रेन्ट या आउटस्ट्यान्डिङ एक्सपेन्सेस, आउटस्ट्यान्डिङ एक्सपेन्सेस भित्र नै रेन्ट भन्ने हो। कुनै एउटा पिरियडको मेरो खर्च के छ? आउटस्ट्यान्डिङ छ, तिर्न बाँकी छ, तर मेरो खर्च त हो नि। त्यही भएर मैले त्यसलाई के गर्छु? एउटा साइडमा हेडिङ अफ एक्सपेन्स भनेर प्रॉफिट एन्ड लसमा देखाउँछु है। यो कहाँ जाने भयो? प्रॉफिट एन्ड लस एकाउन्टमा जाने भयो। अर्को कुरा जसलाई मैले तिर्नु पर्थ्यो त्यसलाई मैले तिरेको छैन क्या, आउटस्ट्यान्डिङ एक्सपेन्सेस। यो मेरो के हो? लायबिलिटिज हो। अर्को के हुने भयो? लायबिलिटिज हो। खर्च देखाउनु पर्ने थियो, मैले खर्च देखाइसकेँ, तर जसलाई तिर्नु पर्ने थियो त्यसलाई मैले तिरेको छैन। 11 महिनाको मात्रै तिरेको छ, 1 महिनाको तिरेकै छैन भनेपछि त्यो 1 महिना म कहाँ देखाउँछु? लायबिलिटिजमा देखाउँछु। यो सही एन्ट्री भयो। यदि गर्न छुट्या छ भने अब यो एन्ट्री गर्नु पर्यो, किनकि हामीले एन्ट्री गर्नुपर्ने थियो, एन्ट्री नै गरेको छैन भने यो एन्ट्री गर्नु पर्यो। अब सेम चिज जसरी एक्रुड, जसरी आउटस्ट्यान्डिङ एक्सपेन्सेस हामीले देखाएको थिएनौँ, त्यस्तै कहिलेकाहीँ के हुन्छ? केही इन्कम चाहिँ एक्रुड हुन्छ, त्यो हामी देखाउँदैनौँ, देखाउन छुटेको हुन्छ। त्यो छुटेको कुरालाई हामीले देखाउनुपर्छ। अब मोस्टली कस्तो टाइपको इन्कम हुन्छ थाहा छ? इन्ट्रेस्ट हुन्छ। मानौ ब्याङ्कमा मैले पैसा जम्मा गरेँ, ब्याङ्कमा पैसा जम्मा गरेँ, ब्याङ्कले मलाई इन्ट्रेस्ट दिनुपर्ने थियो है। अब 1 वर्षको मलाई कति? 1 वर्षमा 12 महिना हुन्छ, 12 महिनाको इन्ट्रेस्ट दिनुपर्ने थियो, तर ब्याङ्कले मलाई जम्मा 10 महिनाको मात्रै दिएको छ क्या, किनकि ब्याङ्कको इन्ट्रेस्ट हिसाब किताब नै भएको छैन। तर मैले त 2 महिना पनि पाउने हो नि त इन्ट्रेस्ट, त मेरो इन्ट्रेस्ट हो त्यो है, त्यो मेरो इन्कम हो। इन्ट्रेस्ट भनेको के हो? मेरो इन्कम हो। एक साइडमा मेरो इन्कम हो, अर्को साइडमा चाहिँ मैले पाएको छैन, त्यही भएर जो मान्छेबाट मैले पाउनुपर्ने छ त्यो मेरो एसेट हो। जस्तो एक्रुड इन्कम एकाउन्ट डेबिट, कसबाट पाउनु? त्यो एक्रुड इन्कम मेरो के हो? एसेट हो, पाउनुपर्ने हो नि त, पाएको छैन है। पायो भने यो सकिन्छ, यो पनि रेकर्ड गर्छु म। अर्को साइडमा के हो? इन्कम हो त्यो मेरो, किनकि मलाई त मतलब छैन, मैले पाउँ नपाउँसँग मतलब छैन। जुन पिरियडको मेरो इन्कम हो त्यो म रेकर्ड गर्छु, जुन पिरियडको एक्सपेन्स हो त्यो म रेकर्ड गर्छु, किनकि म क्यास बेसिस फलो गर्दिनँ, मैले फलो गर्छु एक्रुअल बेसिस अफ एकाउन्टिङ। अब नेक्स्ट के एन्ट्रिजहरू हेरौँ। प्रिपेड एक्सपेन्सेस एक्सपायर्ड भनेको छ। एक्सपायर्डमा ध्यान दिनु। एक्सपायर्ड भने के हो? मरिसक्यो, डेड। अब प्रिपेड एक्सपेन्सेस जब एक्सपायर हुन्छ त्यो सिचुएसनमा के हुन्छ भनेर बुझ्नुभन्दा अगाडि के बुझ्नु पर्यो कि प्रिपेड एक्सपेन्सेस भनेको के हो त? प्रिपेड एक्सपेन्सेस भनेको के हो? मसँग पैसा धेरै थियो, केही खर्चको लागि मैले तिर्नु पर्ने नै थिएन, कसैले मसँग मागेकै थिएन या एडभान्समा माग्यो, मैले उसलाई दिदिएँ। जस्तो रेन्ट जो छ नि, रेन्टमा न यो वर्ष मैले 12 महिनाको तिर्नुपर्ने थियो, तर मसँग धेरै पैसा थियो, मैले 2 महिना प्लस 2 महिनाको तिरेको थिएँ। कति महिना भयो? टोटल 14 महिनाको तिरेको थिएँ। तिर्नुपर्ने जम्मा 12 महिनाको थियो, तिरेँ मैले 2 महिनाको, 2 महिना एक्स्ट्राको तिरेँ। अब जो 2 महिना छ यो मेरो यो वर्षको खर्च होइन, यो मेरो कुन वर्षको खर्च हो? अर्को वर्षको, नेक्स्ट पिरियडको मेरो खर्च हो। त्यही भएर मैले यसलाई त प्रॉफिट एन्ड लस एकाउन्टमा देखाउन सक्दिनँ है। अब मेरो के हुने भयो? प्रिपेड एक्सपेन्स हुने भयो। त्यही भएर त्यो खर्च जो छ मैले एक्सपेन्सको रूपमा प्रॉफिट एन्ड लस एकाउन्टमा देखाउन मिल्दैन। मैले के गरेँ? मैले एक्स्ट्रा तिरेको छु भनेर प्रिपेड एक्सपेन्स भनेर मैले एसेटको रूपमा देखाएँ। केही पनि मैले एक्स्ट्रा तिरेको छु भने त्यो मेरो एसेट हुन्छ, केही एक्स्ट्रा तिरेको छु भने एसेट हुन्छ, केही उधारो लिएको छु, बाँकी लिएको छु भने त्यो मेरो लायबिलिटिज हुन्छ, केही तिर्नुपर्ने छ भने मेरो लायबिलिटिज हो त्यो। अब के भयो कि मैले केही प्रिपेड एक्सपेन्स तिरेको थिएँ अगाडिको वर्ष, अब म यो वर्षमा पुगेँ। जस्तो मैले अगाडिको वर्ष 14 महिनाको तिरेको थिएँ, अब म यो वर्षमा पुगेँ, जो वर्षको मेरो खर्च हो नि, यो 2 महिनाको लागि जो मैले तिरेको थिएँ त्यो वर्षमा पुगेँ। अब यो 2 महिनाको त मेरो अब त प्रिपेड भएन नि त, अब प्रिपेड सकियो। प्रिपेड एक्सपेन्स हुँदाखेरि मैले के गरेको थिएँ? जतिखेर प्रिपेड एक्सपेन्स हुन्थ्यो मैले प्रिपेड एक्सपेन्सलाई डेबिट गरेको थिएँ। प्रिपेड एक्सपेन्सलाई मैले के गरेको थिएँ? डेबिट गरेको थिएँ, टु क्यास भनेर गरेको थिएँ या ब्याङ्क भनेर गरेको थिएँ।
तर अब के गर्छु भने चाहिँ अब त प्रिपेड रहेन। अब यसलाई डेबिटलाई उल्टा गर्नको लागि के गर्ने भयो, म क्रेडिट गर्ने भयो। यहाँनिर के गरेँ मैले, टु प्रिपेड एक्सपेन्स भनेर क्रेडिट गरेँ, टु प्रिपेड एक्सपेन्स क्रेडिट गरेँ। अब यो वर्षको खर्च हो नि त, त्यही भएर म के गर्ने भएँ, आइटम अफ एक्सपेन्स। यदि रेन्ट दिएको छु भने म के गर्ने भएँ, अब मेरो एन्ट्री के हुने भयो, रेन्ट डेबिट हुने भयो टु प्रिपेड एक्सपेन्स हुने भयो। रेन्ट डेबिट टु प्रिपेड एक्सपेन्स भनेर मैले गर्ने भएँ। प्रिपेड एक्सपेन्स भनेर गर्ने भए मेरो एन्ट्री हुने हो। किन पहिला मैले प्रिपेड एक्सपेन्स भनेर गरेको थिएँ, अहिले म त्यो प्रिपेड एक्सपेन्स भन्ने कुरालाई म सच्याउन खोजिरहेको छु। अब नेक्स्ट के हुने भयो, यदि मैले एडभान्स इन्कम, केही एडभान्स इन्कम रेकर्ड गर्नुपर्ने थियो, त्यो रेकर्ड गरेको छैन भने त्यो पनि के हुन्छ, त्यो पनि के हुने भयो, त्यसको पनि म एडजस्टमेन्ट एन्ट्री पास गर्छु। सेम एक्रुड इन्कम र एडभान्स इन्कमको एउटै कुरा भयो। अब नेक्स्ट के भयो, डेप्रिसिएसन। अब यो केही चिजहरू मात्रै आउँछन् इक्जाममा है, रिपिट भएर आउँछन् एडजस्टमेन्ट एन्ट्रीको रूपमा, एडिसनल इन्फर्मेसनमा। त्यसमध्येमा यो डेप्रिसिएसन पनि इम्पोर्टेन्ट हो। एउटा डेप्रिसिएसन इम्पोर्टेन्ट हो, अर्को चाहिँ डेप्रिसिएसन प्रोपोज डिभिडेन्ड भन्ने एउटा इम्पोर्टेन्ट हो। त्यसपछि यो आउटस्ट्यान्डिङको पनि आउँछ, आउटस्ट्यान्डिङको पनि इम्पोर्टेन्ट हो। दुई तिनवटा इम्पोर्टेन्ट। अब डेप्रिसिएसन भने के हो त, कुनै एउटा फिक्स्ड एसेट पर्चेज गरेको छ भने त्यो चाहिँ जति जति हामी त्यसलाई युज गर्दै जान्छौँ त्यति त्यति चाहिँ त्यो चाहिँ वेयर एन्ड टियर आउट हुँदै जान्छ, मतलब खिँदै जान्छ, सकिँदै जान्छ, बिग्रिँदै जान्छ। त्यो बिग्रेको कन्डिसनलाई हामी के भन्छौँ, डेप्रिसिएसन भन्छौँ। त्यही भएर हामीले त्यो एसेटको भ्यालु चाहिँ कम गर्नुपर्छ। मान मैले कुनै एउटा एसेट पर्चेज गरेको थिएँ, फिक्स्ड एसेट 1 लाखको। अब 1 वर्ष मैले युज गरिसकेपछि अब के मार्केटमा यो 1 लाखमै बिक्री हुने हो त? हुँदैन, किनकि ऊ अब डेप्रिसिएट भइहाल्यो, नयाँ रहेन, ऊ पुरानो भइहाल्यो। जति चल्नुपर्ने हो अब चल्दा पनि चल्दैन त्यो फिक्स्ड एसेट त्यति। त्यही भएर के गर्नु पऱ्यो, मैले डेप्रिसिएसन गर्नु पऱ्यो। अब के भयो कि मैले फिक्स्ड एसेट पर्चेज गरेँ, रेकर्ड गरेँ, तर मैले डेप्रिसिएसनको एन्ट्री गरेको छैन, त्यो म वर्षको एन्डको लागि मैले छोडेर राखेको छु भनेपछि अब के गर्ने भए, एउटा म डेप्रिसिएसनको एन्ट्री गर्ने भएँ। डेप्रिसिएसन भने के हो, मेरो खर्च भयो। र अर्को कुरा के गर्ने भए कि त्यसलाई चाहिँ फिक्स्ड एसेटदेखि कम गरिदिने भयो, किनकि म 1 लाख रहेन नि त, अब यसको भ्यालु कम भयो। अब भनेपछि फिक्स्ड एसेट के हुने भयो, कम हुने भयो। फिक्स्ड एसेट मेरो डेबिट भयो, एसेटमा रेकर्ड भएको थियो, त्यसलाई कम गर्नलाई म के गर्ने भएँ, क्रेडिट गर्ने भयो मैले। नेक्स्ट के हुने भयो, अब सेम फिक्स्ड एसेटको कन्डिसनमा डेप्रिसिएसन हुन्छ। इन्टेन्जिबल एसेट्स, केही यस्तो एसेट्स जसलाई छुन देख्न सकिँदैन, त्यसको कन्डिसनमा चाहिँ के हुन्छ, एमोर्टाइजेसन हुन्छ। सेम कन्सेप्ट, जसरी डेप्रिसिएसन हुने हो त्यसरी एमोर्टाइजेसन पनि हुने हो। जसलाई देख्न या छुन सकिन्छ त्यसको कन्डिसनमा डेप्रिसिएसन हुन्छ, जसलाई देख्न या छुन सकिँदैन त्यो कन्डिसनमा के हुन्छ, एमोर्टाइजेसन हुन्छ। अब एमोर्टाइजेसनको केसमा के हुने भयो, एमोर्टाइजेसन पनि हाम्रो एक्सपेन्स भयो। एमोर्टाइजेसन अफ कन्सर्न एसेट, जुन एसेटको एमोर्टाइजेसन भइरहेछ, जस्तै के छ, गुडविल छ, या सरी गुडविलको त एमोर्टाइजेसन हुँदैन क्या, जस्तो मानव पेटेन्ट छ, कपिराइट छ, त्यसको पनि एमोर्टाइजेसन हुन्छ। त्यस्ता इन्टेन्जिबल एसेट्सको भ्यालु डिक्रिज भइरहेछ भने हामी त्यसलाई के भन्छौँ, एमोर्टाइजेसन भन्छौँ। त्यसपछि हामी के गर्छौँ, क्रेडिट गर्छौँ। त्यो एसेटको भ्यालुलाई हामी कम गर्नुपर्ने छ, त्यही भएर हामी क्रेडिट गर्छौँ। कसैको पनि यदि एसेटको भ्यालुलाई जहिले पनि कम गर्नु पर्दाखेरि हामी के गर्छौँ, क्रेडिट गर्छौँ है। एप्रिसिएसन भनेको भ्यालु बढेको। अब एप्रिसिएसन केसमा के हुन्छ, हामी एप्रिसिएसन भनेको हाम्रो इन्कम जस्तो मान्छौँ, क्रेडिट गर्छौँ, र एसेटको भ्यालुलाई हामी इन्क्रिज गर्छौँ। अब एसेटको भ्यालुलाई इन्क्रिज गर्नु पऱ्यो भने हामी के गर्छौँ, डेबिट गर्छौँ। ब्याड डेब्ट्स भनेको के हो, पहिला कुरा त त्यो बुझौँ। ब्याड डेब्ट्स भनेको के हो कि कसैलाई हामीले उधारमा दिएका थियौँ, उधार हो, अब त्यो पैसा फिर्ता नआउने भयो, उधारो दिएको पैसा फिर्ता नआउने भयो भनेपछि जति हामीले बुक्समा त्यसको उधारो भनेर लेखेको थियौँ, त्यो उधारो हामीले कुनै न कुनै दिन प्राप्त गर्ने सोचेका थियौँ, त्यसलाई हामीले एसेटमा देखाएको थियौँ, त्यो डेटरलाई हामीले एसेटमा देखाएको थियौँ। अब त्यो डेटरलाई एसेटबाट के गर्नु पर्यो, हटाउनु पर्यो। एसेटबाट त्यो डेटरलाई हटाउनु पर्यो भनेपछि हामी के गर्ने भयो, अब टु सन्ड्री डेटर्स भनेर गर्ने भयो, क्रेडिट गर्ने भयो। र ब्याड डेट्स भनेको हाम्रो के हो, एक्सपेन्स हो, यो पनि रेकर्ड गर्नु पर्यो। हामीले रेकर्ड गरेका थिएनौँ, हामी एडजस्टमेन्टको थ्रु रेकर्ड गरिरहेको छौँ। नेक्स्ट के भयो त, प्रोभिजन फर ब्याड डेट्स। अब ब्याड डेट्स र प्रोभिजन फर ब्याड डेट्समा के फरक छ त? ब्याड डेट्स भनेको चाहिँ कोही मान्छे, जस्तो राम भन्ने मान्छे थियो, रामले मलाई पैसा दिनुपर्ने थियो, रामले पैसा दिएन, मलाई फिक्स भइसक्यो अब दिने होइन भनेर म के गर्ने भए, रामको खाता माइनस गरिदिने भएँ।
अब प्रोभिजन फर ब्याड डेब्ट्स भनेको के हो भनेपछि रामले पैसा दिन सक्ने होइन जस्तो मलाई लाग्छ, दिने होइन भन्ने कन्फर्ममा भइसकेको छैन, दिन सक्ने होइन जस्तो लाग्छ। अब त्यो कन्डिसनमा सिधा रामको गएर खाता कटाइदियो भने भोलि त उसले मेरो पैसा कति छ दिनुपर्ने भनेर भन्यो भने मैले उसलाई के भन्छु, घटाएर भन्नु पऱ्यो, किनकि मैले राम खाता घटाइसकेँ। अब मलाई के लाग्छ कि रामले दिन पनि सक्छ भोलिको कुनै दिनमा भने त्यो सिचुएसनमा म के गर्ने भएँ, ब्याड डेट्स एक्सपेन्सेसलाई डेबिट गर्ने भएँ टु प्रोभिजन फर ब्याड एन्ड डाउटफुल डेट्स, प्रोभिजन बनाउने भएँ। म ब्याड डेट्स हुनसक्छ भन्ने प्रोभिजन बनाउने भएँ, भइसकेको छैन है, हुनसक्छ भन्ने प्रोभिजन बनाउने भएँ। त्यसपछि प्रोभिजन फर ट्याक्स, प्रोभिजन फर ट्याक्स भन्ने के हो, मैले कर तिर्नुपर्ने थियो यो वर्षको, त्यो कर मेरो के हो, खर्च हो, इन्कम ट्याक्स एक्सपेन्स, इन्कम ट्याक्सको क्यालकुलेसन हुन्छ, यसको पनि एउटा प्रक्रिया हुन्छ इन्कम ट्याक्सको क्यालकुलेसन हुने, त्यो प्रक्रिया युज गरेर मैले इन्कम ट्याक्स एक्सपेन्स भनेर गरेँ। त्यसपछि टु प्रोभिजन फर ट्याक्स, त्यो प्रोभिजन मैले बनाएको छु, मैले तिरेको छैन, तिर्यो भने म के गर्छु, यो प्रोभिजनलाई घटाइदिन्छु। म के गरिरहेको छु, एडजस्टमेन्ट गरिरहेको छु। यो मैले ट्रायल ब्यालेन्स लिँदाखेरि अगाडिको त्यो ट्रायल ब्यालेन्स लिइरहेको थिएँ, त्यसमा मैले एन्ट्री गरेको थिएन, म एन्ट्री गरिरहेको छु, त्यो याद रहोस्। अब प्रोभिजन फर डिभिडेन्ड, डिभिडेन्डको प्रोभिजन या प्रपोज डिभिडेन्ड, डिभिडेन्ड के गर्यो, प्रपोज गर्यो, दिने भनेर कुरा गर्यो। अब जब डिभिडेन्ड प्रपोज हुन्छ नि, प्रॉफिट एन्ड लस केहीमा पनि फरक पर्दैन, न मेरो इन्कम, न कम्पनीको इन्कम हुन्छ, न कम्पनी एक्सपेन्स हुन्छ, केही पनि भएको हुँदैन, खालि के हुन्छ, एप्रोप्रिएसन हुन्छ। त्यो एमाउन्ट जो छ त्यो एमाउन्टलाई के गरियो, एप्रोप्रिएसन गरेर अर्को ठाउँमा लगेर राखियो है, त्यसले के गर्ने भयो। त्यही भएर हामी के गर्ने भयो, प्रॉफिट एन्ड लस एकाउन्ट डेबिट, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टलाई डेबिट गर्ने भयो। प्रपोज डिभिडेन्ड, हामीले कम्पनीले के गर्यो, डिभिडेन्ड प्रपोज गर्यो भनेपछि कुनै न कुनै दिन तिर्नुपर्ने हो नि त, त्यो कम्पनीको लागि के हो, लाइबिलिटी हो। कम्पनीले केही पनि कुरा तिर्नुपर्ने छ भने त्यो कम्पनीको लागि लाइबिलिटी हो, हामी के गर्ने भयो, क्रेडिट गर्ने भयो। अब कम्पनीले कहिलेकाहीँ के हुन्छ कि रिजर्भ एन्ड सरप्लसवाला केसमा केही अमाउन्टलाई चाहिँ छुट्याएर, केही अमाउन्टलाई चाहिँ प्रॉफिट एन्ड लसदेखि छुट्याएर कहाँ राख्छ, अर्कै एउटा एकाउन्टमा राख्छ, खालि एकाउन्ट मात्रै छुट्याएको है, सनद जे कुरा पहिला त्यहाँ थियो त्यही नै छ, कम्पनीमै छ, रिजर्भ एन्ड सरप्लस भनेर अलग छुट्याइदियो। अब यो रिजर्भ एन्ड सरप्लस चाहिँ कहिलेकाहीँ कम्पनीले आफ्नो मनले गर्छ, कहिलेकाहीँ चाहिँ कानुनले भनेको हुन्छ कि यो छुट्याइदियो भनेर उसले के गर्यो, छुट्यायो। प्रॉफिट एन्ड लस एकाउन्ट डेबिट गर्नेमा हामी रिजर्भ एन्ड सरप्लस टु रिजर्भ एन्ड फन्ड्स गरेर क्रेडिट गर्ने भयो, किनकि लाइबिलिटी त लाइबिलिटी नै हो, त्यो लाइबिलिटी कसलाई दिनुपर्ने हो, सेयर होल्डर्सहरूलाई दिनुपर्ने हो। भाग कसको हो, रिजर्भ एन्ड फन्ड्स भनेको सेयर होल्डर्सको भाग हो। अब यो सक्यो, यति एन्ट्री आउने हो, यतिमा पनि एन्ट्री सोधिने भनेको लगभग के सोधिन्छ, एउटा डेप्रिसिएसनवाला आउँछ, अर्को प्रपोज्ड डिभिडेन्डवाला आउँछ, प्रपोज डिभिडेन्डवाला, डेप्रिसिएसनवाला, प्रपोज डिभिडेन्डवाला र आउटस्ट्यान्डिङवाला बढी सोधिन्छ। जो आउटस्ट्यान्डिङवाला थियो, यहाँ कहाँ थियो आउटस्ट्यान्डिङवाला, यो आउटस्ट्यान्डिङवाला, योवाला बढी सोधिन्छ, तीनटा चिज। अब लास्टमा मैले के लेखेको छु, लास्टमा मैले 10 कलम कहिले बनाउने, 12 कलम कहिले बनाउने भनेर लेखेको छु, डिस्कस मैले गरिसकेँ। 10 कलम कहिले बन्छ, जब प्रपोज डिभिडेन्ड दिएको हुँदैन या रिटेन अर्निङ दिएको हुँदैन, त्यो कन्डिसनमा के बन्छ, 10 कलम वर्कसिट बन्छ। र यदि प्रपोज डिभिडेन्ड पनि दिएको हुन्छ, वर्कसिट पनि, रिटेन अर्निङ पनि दिएको हुन्छ, त्यो सिचुएसनमा के बन्छ, 12 कलम वर्कसिट बन्छ। ल यो मैले भने दुईटा भिडियो के अरे एउटै भिडियोमा कभर गर्छु भनेर भनेको थिएँ, तर हामी न्युमेरिकल पोर्सन चाहिँ अर्को भिडियोमा कभर गर्छौँ, त्यो भिडियो पनि लगत्तै आउँछ। सायद यो भिडियो हेर्दै हुनुहुन्छ भने यो भिडियो सँगसँगै अर्को भिडियो पनि भेटाउनुहुन्छ च्यानलमा, पार्ट 2 लेखेर पार्ट 2 भनेर वर्कसिट भनेर दिएको होला, या यो भिडियोको डिस्क्रिप्सनमा पनि भेटाउन सक्नुहुन्छ। ल यो भिडियोमा यति नै। अब चाहिँ तपाईँहरू न्युमेरिकल क्वेसन्सको लागि अर्को भिडियो चेकआउट गर्न सक्नुहुन्छ। हस् त, थ्याङ्क यू।